विनोद ल घर आयो ल केटो त गायक बनेर आयो है ल ल आफै खोज्छन् कति पाके होला यो विनोद हजुर यो त मलाई त गुलियो चिज त मन पर्दैन ल छागल मन पर्दैन खासै त्यति खाँदैन म हैन तिम्रोमा जति पनि छ नि त त्यही भएर अब हामी खाना नपाकाहरूलाई यो त ठुलो चिज हो भाग्यले भेट्या छ सकेर हुन्छ है अझै ओ माय गॉड ओहो गायक बनिसक्यो यस्तो लाउनु पर्यो नि अभ्यास होइन ल यहाँ चाहिँ स्थानीयहरूले एकैछिन थोरै लगाइदिनु यति ठिक लगाइदिनु आउँदै गर्दा यसरी गाउँको यो दृश्य हैन परबिन अर्थात् विनोदको साथी परबिन रोजगारीको सिलसिलामा विदेश हुनुहुन्छ र यसरी परबिनको श्रीमतीले मकै छर्ने काम अहिले बारी जोत्ने काम गरिराख्नु भएको छ नमस्ते के छ हालखबर ठिक छ तपाईले जोत्न जान्नु भएको छ ए कति राम्रो जोत्नु भएको रहेछ यो सबै तपाईले जोते हजुर ए अनि हजुर उहाँको परबिन हैन ए उसको साथीको है ल दर्शकहरूलाई थाहा छ कि छैन विनोदलाई हामीले काठमाडौँ लग्दै गर्दा विनोदको साथी परबिन चाहिँ दुबई जाने तयारीमा थिए वैदेशिक रोजगारीको लागि र अहिले यति बेला चाहिँ परबिनको श्रीमतीले खेत जोत्दै गर्दा आएको अवस्थामा हामीले भेट्यौँ हामी चाहिँ आजै मात्रै भाइलाई ल्याएर घरमा आउँदै गर्दा यो दृश्य देखिसकेपछि थोरै कुराकानी गरौँ जस्तो लाग्यो यो सबै आफै जोतेको है हजुर ए सिपालु हुनु रहेछ त हजुर अलिअलि पहिले बुढा हुँदा बुढा जोतिन्थ्यो बुढा अहिले वैदेशिक रोजगारको लागि परदेशिन भएको त्यसैले अहिले आफै जोत्नु बुवाले सक्नु न ढाड भाँचेर अहिले ए बुवाको ढाड भाँच्छ छ हजुर ए उहाँ चाहिँ होइन ए बिचरा उहाँ त पहाडको रोगी हुनुहुन्छ के अरे ए भनेपछि पहिला बुढाले जोत्नुहुन्थ्यो अहिले आफै जोत्न पर्यो हजुर पहिले यो खेतबारीका कामहरू पुरुष मान्छेहरूले गर्नु पर्थ्यो भने अब हेर्नुहोस् पुरुष नभइसकेपछि महिलाहरूले नै यसरी जोत्ने कामहरू गर्नु परिरहेको छ यो समस्या अथवा यो बाध्यता यहाँको मात्रै होइन यो हरेक ठाउँमा यो किसिमको देख्न सकिन्छ है ए भनेपछि जोत्न राम्रै तरिकाले आउँछ कति भयो जोत्न थालेको भर्खर सिकेको हजुर ए ल जोत्नु काट्छु दिन र सानुकै पिरमा केही वर्ष पर्खन आउँछु फर्केर मिठो बोली बकौलन फकौलन बस्नु तर्केर प्यारी बस्नु तर्केर साथीहरू मेरो घर बन्दैछ बिस्तारै सब सहयोग गर्न आउनु भएको छ अनि मलाई देशदेखि विदेशदेखि जति पनि सहयोग गर्नुहुन्छ सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु उहाँहरूले नै गर्दा नै मेरो घर बन्दैछ छिट्टै बन्नेछ भन्ने आशा राखेको छु र छिट्टै बन्नेछ हजुरहरू सामने ल्याउनेछु फेरि पनि यहाँ सबै सहयोग गर्न आउनु भएको है आजभरि सबैले सहयोग गर्छौँ भनेर आउनु भएको छ भोजराज दाईहरूले धेरै सहयोग गर्नुभयो उहाँहरूलाई उहाँको टिमलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु उहाँहरूले गर्दा नै मैले देखेका सपनाहरू पुरा भयो अनि अझै पनि पुरा गर्दै जानेछु त्यही भनेर यो हुँदैछ मेरो घर बनाउने सपना पनि पुरा हुँदैछ बिस्तारै